नमस्कार। आज म तपाईहरुको माझ एउटा ठूलो डिसिजन लिन गइरहेको छु र इलेक्सन पश्चात जुन एउटा पहाड अन्यलतामा छाइरहेको छ अनि मान्छेले नयाँ सरकार चुनिसकेको छ र नयाँ सरकारमाथि एउटा मान्छेको आस्था भरोसा धेरै छ उहाँहरुमाथि, नयाँ सरकारमाथि। र त्यो सरकारमाथि एउटा अब हाम्रो जातिले न्याय र उन्मुक्ति पाउँछ भन्ने पनि मान्छेको भरोसा आस्था छ, त्यसलाई मैले एक्सेप्ट गर्नुपर्छ। र म पनि नयाँ सरकारलाई रिक्वेस्ट गर्छु कि अब हाम्रो यहाँनिर जुन धेरै वर्षदेखिको मान्छेको एक्सपेक्टेसन छ, त्यो एक्सपेक्टेसन माथि तपाईहरुले काम गरिदिनुहुन्छ भन्ने भरोसा पनि छ मलाई। र कहीं न कहीं म हारेको छु अनि हारेपछि मैले एउटा जिम्मेवारी लिनुपर्छ र त्यो जिम्मेवारीसँगै मैले आज एउटा ठूलो डिसिजन गर्नुपर्छ। मान्छेलाई एउटा जीटीए ले गर्दाखेरि कहीं न कहीं हाम्रो एउटा जातिको सुरक्षित व्यवस्था रोकिँदैछ भन्ने फिल पनि हुँदैछ मान्छेलाई। हो एउटा समय थियो जब पहाडमा शान्तिको जरुरत थियो, त्यतिबेला धेरै रिस्क लिएर हामीले शान्ति एस्टाब्लिश गर्यौं। भोलि पनि शान्ति होस् पहाडमा, एउटा डेमोक्रेटिक प्रोसेस एस्टाब्लिश भएको छ, त्यो प्रोसेस चलिरहोस्, तर मान्छेको एउटा आस्था भरोसाको अगेन्स्टमा म जानु पनि चाहदिन। अनि जिम्मेवारी साथ मैले लिनु पनि पर्छ कि अब हारेपछि एउटा हारेको जिम्मेवारी मैले बोध गर्नुपर्छ र मान्छेको आस्था भरोसा अब अहिले घरि जीटीए माथि छैन। जीटीए ले हाम्रो जातिको आउँदै गरेको ठूलो व्यवस्था नै रोकिन्छ भन्ने उहाँहरुको मनसाय पनि छ। र अब सायद यो समय हो हामी सबै मिलेर यो जातिको उत्थानपट्टि लाग्नुपर्छ भन्ने जस्तो लाग्छ। सबै इगो भएर मात्रै हुँदैन। र आजदेखिको म जीटीए को चीफ एक्जिक्युटिभ पदबाट, जीटीए को सभासदबाट म रेजिग्नेसन दिदैछु। एउटा जिम्मेवारीसँगले म भन्दैछु र सायद अब जीटीए नै बसिरह्यो भने अझै ढिलो हुन्छ हाम्रो व्यवस्थामाथि। अनि जीटीए माथि अब पर्सेप्सन यस्तो बिग्रेको छ, अब जीटीए माथि भ्रष्टाचारको आरोप छ, लाञ्चामा लागिरहेको छ। जीटीए मा पैसा नै धेरै कम्ती आउँथ्यो अनि पैसा पेमेन्ट गर्ने अवस्था पनि त्यस्तो छैन जीटीए मा। अब अहिले त्यस्तो अवस्था सबैलाई थाहै छ। र पनि हामीले अब यो पहाडको विकासको लागि, शान्तिको लागि हामीले सबैसँग मिलेर काम गर्ने हाम्रो सोच छ। भोलि पनि हामी मिलेर काम गर्छौं। हामी डिस्ट्रक्टिभ पोलिटिक्स कहिले पनि गर्दैन पहाडमा। र जीटीए माथि इन्क्वायरी हुन्छ भने म त्यसलाई वेलकम गर्छु। यो माथि इन्क्वायरी बसोस्, जीटीए माथि अझै बस्यो भने अझै सबै कुरा क्लियरिटी हुन्छ। यसै एउटा पर्सेप्सन, त्यो पर्सेप्सन क्लियर हुन्छ अनि जुनै कुरा म फेस गर्न तयार पनि छु। हेर्नुस्, त्यसमा मलाई के दुई मत छैन। र म सबै सभासदहरुलाई रिक्वेस्ट गर्छु, अब नरुङौं यो। हामीले सबैले जीटीए मा लोभ गरेको पनि देख्दैछ, मान्छेको अगाडि हाम्रो पर्सेप्सन पनि देख्दैछु हामी। अब यो सभासदहरु हामी यति बेला हामीले रुङिरह्यौं भने सायद अरूलाई यस्तो पर्सेप्सन जान्छ कि यिनीहरूले जातिको एउटा ठूलो व्यवस्थामाथि हडल्स बनिँदैछ भन्ने एउटा मेसेज जाँदैछ। हेर्नुस्, र त्यो मान्छेको एउटा मेसेज गयो भने सायद हामीले सबै सभासदहरु जीटीए त्यागेपछि एउटा एनर्जी आउँछ। हामीले जनताले सरकारमाथि हामी राख्न सक्छौं, कुरा राख्ने एउटा तरिकाले राख्दाखेरि पनि सायद यति बेला सबै हाम्रो तरिकाले राख्यौं भने सबै कुरा राम्रो हुन्छ। र यति बेला हामीले हो अब अझै हाम्रो हातमा 12-13 महिना जीटीए छ, तर अब त्यो लामो समय हामीले रुङिरह्यौं भने अझै हामी टाढिँदै जान्छौं, समय बित्न कति पनि लाग्दैन। किनभने उहाँहरूले दिन्छु भनेर भनिसकेको छ भने हामी सायद एउटा आवाज भएर माग्नु पनि सक्नुपर्छ। र डिस्ट्रक्टिभ प्रकारले, कन्स्ट्रक्टिभ प्रकारले हामीले भरोसा गरौँ। अब उहाँहरूलाई भरोसा गर्नुपर्छ किनभने अहिले डबल इन्जिन सरकार छ, अहिले हडल जीटीए बनिरहेको छ। र म सबैलाई, हाम्रो कार्यकर्ताहरूलाई, हाम्रो पार्टीको कार्यकर्ताहरूलाई हाम्रो जुन विचारधारा छ यो विचारधारामा काम गर्नुपर्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जुन विचारधारा त्यसलाई बचाएर लानुपर्छ, अगाडि लानुपर्छ। हाम्रो कुर्सीपट्टि मात्रै हामीले सारै अब लाग्ने समय हैन जस्तो लाग्छ। यति बेला हाम्रो पनि एउटा दायित्व बनिन्छ, सबै इगोहरु त्यागेर एउटा एकमत भएर अगाडि जानुपर्छ जस्तो मलाई लाग्छ।
अहिले जो पञ्चायत नम्बर देख्दैछु घरि यता घरि उता भइरहेको छ। अहिले त्योभन्दा पनि इम्पोर्टेन्ट अब एउटा जातिको इस्यु छ र त्यो जातिको इस्युमाथि र यो सरकारमाथि हामी भरोसा गरेर अगाडि गयौँ भने अब सायद आउने दिनमा हाम्रो आफ्नो पर्सनल भन्दा पनि अब योपालि जातिको उत्थान हुन्छ, जातिको मुक्ति हुन्छ। हुनुपर्ने सायद दिन अब आयो होला जस्तो लाग्छ, किनभने डबल इन्जिन सरकार छ, उहाँहरू पनि कमिटेड छ र हामीले त्यसलाई भरोसा गरेर एकअर्काको लडाइँ भन्दाखेरि बरु एउटा राम्रो परिवेश तयार गरेर हामीले अगाडि जानुपर्छ। र मैले यो कुर्सीमा बसिरह्यो भने सायद यो परिवेश तयार हुन्छ जस्तो लागेन मलाई। हेर्नुहोस्, त्यही म सबै सभासदहरूलाई म रिक्वेस्ट गर्छु, दिस इज द रियल टाइम टु सेक्रिफाइस अब चाहिँ जस्तो लाग्छ मलाई। र हो हिजोको विगत दिनमा के भयो कसो भयो त्यो ठिकै छ, अब त्यो राजनीतिक हो, हुन्छ, अब राजनीतिक चलखेल हुन्छ, द्याट इज डन। र यति बेला अब अहिले पनि हामीले हाम्रो सभासदहरूले यो कुर्सीलाई रुँगेर बसिरह्यो भने सायद भोलिको दिनमा जिटिएले गर्दा हाम्रो ठुलो व्यवस्था रोक्यो भन्ने जान्छ। र म सबैलाई अब हिजो जति पनि मलाई तपाईँहरूले सहयोग गर्नुभयो, जति पनि तपाईँहरूले भोट दिएर मलाई जग्गा पाउनुभयो, तपाईँलाई पनि धन्यवाद छु म। र म मेरो कार्यकर्तालाई एउटै भन्छु, भारतीय गोर्खा राजनीतिक मोर्चाले हामीले जुन विचारधारा लिएर गएको छौँ यो विचारधारा पसाउनुपर्छ। मैले कुर्सी त्यागेँ भने तपाईँहरू हरेस नहुनुहोस्। यो कुर्सीको त्यागको पछाडि पनि एउटा ठुलो रहस्य छ, ठुलो हामीले उपलब्धि सोचेर जानुपर्छ। जे पनि पोजिटिभ भएर जानुपर्छ। हेर्नुहोस्, पोजिटिभ भाइब र पोजिटिभ एनर्जीले सबै कुरो अगाडि जान्छ। अनि कसैमाथि नेगेटिभ हामी प्रवृत्ति कहिले पनि राखिदिन्थ्यौँ, भोलि पनि नराखौँ। र मेरो कार्यकर्तालाई म यही भन्छु कि अब नयाँ एनर्जी, नयाँ जोस, नयाँ जागरमा काम गरौँ। हिजो जस्तो हामी जोसिलो थियौँ त्यस्तै जोसिलो भएर काम गरौँ। एकअर्कामा मतभेद छ भने त्यो मतभेद राखेर सुल्झौँ र यसलाई अझै अगाडि राम्रोसँग लाउँ। र तपाईँहरूलाई सबैलाई मलाई जति पनि अहिलेसम्म सहयोग गरिदिनु भयो, यो अहदामा पुर्याउनु भएको भयो, तपाईँहरूलाई धन्यवाद छ। र आउने दिनमा पनि तपाईँहरूको लागि म सधैँ काम गरिरहनेछु अनि पोजिटिभ विचारले नै काम गर्छु। र तपाईँहरूलाई यही रिक्वेस्ट छ, अब हामी अगाडि आफ्नो जातिको अब दिने सरकार छ दुईपट्टि। हिजोको त्यस्तो थिएन, अब एकपट्टि एउटा सरकार थियो, अर्कोपट्टि अर्को सरकार थियो, सबै पिछेरै काम गरिरहेको थियो। र अब पिछिनु भन्दाखेरि सबैले एउटा आवाज भएर काम गऱ्यो भने सायद हामीले हाम्रो सफलतामाथि हामी पुग्छौँ। र म सभासदहरूलाई पनि तपाईँहरूलाई पनि अब रिक्वेस्ट गर्छु, अब हुन त तपाईँहरूको आफ्नो विचार हो, तपाईँहरूको आफ्नो सोच हो, अब डेमोक्रेटिकमा मैले कम गर्नु सक्दिनँ। र आजको दिनमा जुन मेरो सोच चाहिँ अब मान्छेले जिटिएमाथि इम्प्रेसन एउटा यसले गर्दाखेरि चाहिँ हाम्रो ठुलो मुद्दा रोकिरहेको छ भन्ने गएको छ। र तपाईँहरूलाई म एउटा मेरो पर्सनल हिसाबमा जिटिए चिफ एक्जिक्युटिभमा हामी सायद सभासदबाट सबैले त्यागेको चाहिँ राम्रो हो भन्दै मेरो यो आज तपाईँहरूलाई विचार यहीँ समाप्त गर्छु। आउने दिनमा सबैको राम्रो होस्, भलो होस्।